तपाईले सामान्य सोचेर खाने जंगली च्याउले तपाईको ज्यानै पनि लिन सक्छ। सुन्दा अचम्म लागे पनि यो कुरा सत्य हो। हालै दाङमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भयो र केही मानिस बिरामी परे। सामान्य देखिने यो जंगली च्याउ कसरी मानिसको ज्यान लिन सक्छ? आउनुहोस् सुनौ यसको पछाडि रहेको वैज्ञानिक कारण। जंगली च्याउमा अमाटोक्सिन र फालोटोक्सिन जस्ता अत्यन्त विषालु पदार्थ हुन्छन् जो च्याउले प्राकृतिक रूपमै बनाउने गर्छ र यो विष जस्तै हुन्छ। जसमध्ये अमाटोक्सिन भन्ने टक्सिन एकदमै खतरनाक हुन्छ शरीरको लागि। यसले हाम्रो शरीरको आरएनए पोलिमरेज भन्ने महत्त्वपूर्ण इन्जामलाई बन्द गरिदिन्छ, जसका कारण कलेजो र मृगौलाका सेलहरू बिस्तारै मर्न थाल्छन्। अझ डरलाग्दो कुरा त के छ भने यस्तो च्याउ खाएको 6 देखि 24 घण्टासम्म पनि यसको कुनै असर नदेखिन सक्छ र यसपछि बान्ता, पखाला र पेट दुख्ने जस्तो लक्षण देखिन्छ। केही समय निको भए जस्तो लागे पनि यसले भित्रभित्रै कलेजो खराब गरिरहेको हुन सक्छ र अन्ततः कलेजो फेल भएर ज्यानै जान सक्छ। त्यसैले जंगलबाट ल्याएको च्याउ नखानुहोस्, किनकि उमाल्दा, पकाउँदा या फ्राई गर्दा यो अमाटोक्सिन भन्ने टक्सिन नष्ट हुँदैन। त्यसैले बजारमा प्रमाणित रूपमा उत्पादन गरिएको र खेती गरिएको च्याउ मात्रै खानुहोस्। जंगली च्याउको पहिचान तपाई हाम्रो आँखाले होइन प्रयोगशालाले गर्छ। त्यसैले अनुमानको भरमा कहिले नखानुहोस्। एउटा सानो गल्तीले तपाईको ज्यानै समेत लिन सक्छ। त्यसैले जंगली च्याउबाट सजग रहनुहोस्। धन्यवाद।